बालेन रविहरूको अन्धभक्त देखेर मलाई अचम्म लाग्छ क्या होइन। जबकि प्रचण्डले बाबुरामहरूले होइन त्यत्रो निरङ्कुश संस्थालाई फालेर जनताको हक हितमा आफ्नो जीवन सुम्पिएर यति धेरै उनीहरूले त्यो समयमा गरेका थिएन नि त होइन। एउटा गर्न त गरेका थिएन नि त, हामी जनताकै लागि भनेर, हामी जनताकै नाम बिकाएर होइन। त्यति बेला उनीहरूको क्रेज के थियो होला कि, उनीहरूप्रति मान्छेको विश्वास कस्तो थियो होला कि। तर पनि आज आएर उनीहरूले धोका दियो कि दिएन। अनि तपाईहरुले अबको समयमा प्रश्न नसोधेर होइन, अनि सधैँ आँखा चिम्म गरेर उनीहरूको पछाडि जुत्ताको धुलो चाड्दै हिँड्नु भयो भने नि आजका बालेनहरू भोलिका प्रचण्ड बन्न बेर लाउँदैनन् क्या, आजका रविहरू भोलिका प्रचण्ड बन्न बेर लाउँदैनन् के। हरेक कुराको एउटा राइट समय हुन्छ होइन। एन्ड दिस इज भेरी पर्फेक्ट टाइम टु आस्क क्वेसन विथ बालेन शाह के। बालेन शाहले के गरिरहेछ क्या होइन। खालि अब हर्क साम्पाङ एउटा देशप्रेमी मान्छेले होइन, अर्को एकजना जनता र सबै मान्छेहरूले पत्ताएको अर्को देशप्रेमी भनिएको मान्छेमाथि होइन यसरी बारम्बार प्रहार गरिरहेको छ, अरूको एजेन्ट भनिरहेको छ, एमबीसी किन वेस्ट भनिरहेको छ। यी सबै कुराहरू आउँदाखेरि नि हर्कलाई गएर विरोध गर्ने होइन क्या पटमूर्खहरू, बालेनलाई गएर क्वेसन सोधा हो किन हर्कले यो भनिरहेछ भनेर। हर्कले भनेकै कुरा सत्य रहेछ र भोलि तपाईहरुले गएर बालेनमाथि नै अन्धो भएर विश्वास गर्दिनाले भोलि देश ठुलै दुर्घटनामा पर्यो भने के हुन्छ। त्यही भएर यो समय बालेन शाहसँग उत्तर माग्ने समय हो कि। अनि सुशीला कार्कीको त कुरै नगरौँ, मैले पहिले नै भनेको थिएँ सी इज नट राइट पर्सन भनेर होइन। सबैले के भने सी इज जस्ट